ए ढिलामणि के नमस्कार। नमस्कार मेरो भाइ। ल मोहनजीले त्यो हलो फिटर हाल्नु भएको थियो। बल्ल तपाईले सिक्नु भयो होला नि कसरी रहेछ। अब सिक्छ कि सिक्दैन मुहानलाई यही म देखाइदिन्छु। यो हलो मेरो होइन हैन, यो मेरो हलो होइन। है मोहनजी हलो निकाल्दिए मैले। पछि कला तरिकाले आउनु यो हलो मैले निकाल्दिए। उहाँको हातमा सिप्छ भन्दैमा सबैको हातमा त फलासी के हुँदैन। अब यो हलो ढिलामणि किसिना गोरला हुँदैन। हुँदै नभएपछि यो हलो पार्टी तललाई हालेर हुँदैन भन्नुभयो हैन। अब गोरला त हाइट चाहियो ढिलामणि किसिना गोरलाई। अब हाले मैले यो ठेडी फेरि हालेँ। यो ठेडी हालेँ नि। यो ठेडी हालेपछि यो घुस्दैन, यो घुसेन। अब गोरला त यति हाइट चाहियो ढिलामणि किसिना गोरलाई। चाहियो। तल मैले पातो थपिदिएँ नि मैले। हेरी यति पातो थपिदिएँ। यहाँ अरू पनि पाता छ नि, भसकेको छ नि पाता। अब मैले हेरी यो पातो यति हालिदिइसकेपछि अब हाइट भयो। हाइट भएपछि यहाँबाट गएन हलो। त्यहाँबाट गएन भने यता आएर मिलाउनु होला नि। सापो हाल्ला यता पछाडिबाट। कहाँ पछाडिबाट सापो हालेर कहीँ हुन्छ यार। यसको पछाडिबाट मिलाएर पछाडिबाट यसलाई यताबाट नहालिकन पछाडिबाट हाल्ला। यसलाई यहाँ चाहिँ हाल्ने होला नि त। पछाडिबाट होइन क्या भाइ, पछाडि त धेरै हाइट भयो भने पछाडि हाल्ने हो क्या। हजुरको तरिकाले सिकाउनु कसरी हो। अब तिम्रो घर वहाँ बिरुवामा जोत्न गइयो होइन, तिम्रो हलो लिएर गइसकेपछि यो पातो मैले निकालिदिएँ। यो त यहाँभित्र गइरहेको छ नि। गयो। अब हलो गडेन। हलो नगडेपछि त उहाँको हातमा त सबै सामान रहेछ त, फलासी सलासी सबैले त्यहाँ फलासी लिएर त हिँड्दैनन्। नहिँडेपछि मैले एउटा हाल त यो खोल्दिनु हुन्छ उस्तै परेदेखि। यहाँ यो सापो हान्न मिलेन नि। मैले त भन्दैछु उहाँले त खोल्नु भयो। अरूले भुवानीले अनि सुरजले अनि माथि काभ्रेको सुरेशले के गर्छ सबैको हातमा के अरे त्यो फलासी हुन्छ। नभइसकेपछि यो मैले निकाल्नु भने पहिले मिलाएर जाने हो नि यार। कहाँ पहिले त कसका ढिलामणि किसिना गोरु गहन कसका हला छन् त। अनि त्यसपछि यो पातो तल हालिदिएँ मैले। तपाईको कुरा सिकाउनु उहाँले त पर्फेक्ट जोडेर सिकाउनु थियो। सुन त्यो पातो मैले हालिदिएँ। यो हालेपछि यहाँबाट गएन। यो नगएपछि मैले के भने त्यो पार्टी निकालेर तल हाल्दे होइन। त्यो पार्टी निकालेर तल हाल्दे। तल हालेर टाइट गर्दै हेरेपछि टाइट गरिदिएपछि यो माथि आउँछ। अनि त्यो त्यसको सेफ्टी भएन ढुङ्गा राम्रोसित जोत होइन भने। अनि उहाँलाई मोहनलाई मैले के भन्न चाहन्छु भने त हलो कड्किन्छ अरे त के मिलेन। हलो कड्किन्छ भने त अब ढिलामणि किसिनाले हलो दिँदैन। गोरु ढिलामणि किसिनाका चाहिए। अनि त्यसपछि अनि हलाले जोत्दैन। अनि के गर्छौ गसी काम गर्न परेन। अनि मोहनलाई मैले टाइट हुनुपर्छ अरे। यो टाइट हुनुपर्छ अरे। के अरे यो हालिसकेपछि यसलाई ठोकिन्छ। यो हलो यसरी कड्कन भएन। यो त टाइट हुनुपर्छ। त मैले नमुना मात्रै देखाएको हो नि। यो त यस्तो त भएन। यहाँ पस्दा त यहाँ सबै माटो पस्छ। के भन्न चाहनुहुन्छ त मोहनलाई मैले केही पनि भन्दिनँ। उहाँको हातमा सिप रहेछ। तर मैले गाउँभरिको लागि मैले सिकाइदिएको यो हलो कड्कन हुन्न। त्यो मलाई पनि थाहा छ। यो पार्टी टाइट हान्नुपर्छ। यहाँबाट तलबाट हान्दा नि यो हलो यसरी हाल्दा पनि यो टाइट हुन पर्यो। नत्र भने यो यदि पर्यो भने यो झडमै जान्छ होइन पक्का। तर उहाँलाई मैले के भन्छु भने सबै मान्छेले तपाईँले यो हेरी हरिस छ नि, सबै मान्छेले तपाईँले ठुलो हरिस बनाउनुहुन्छ होला। हेरी यस्तो होल सबैले एकैनास खोल्दैन। ल हला जति मैले सबै गाउँभरिका उहाँको त ठुलो छ नि त हल त। यो हल उहाँले खोल्नु भएर पो उहाँको हल ठुलो भयो। उहाँ त हो पुरै होल ठुलो बनाएर तल आएर दिन मिल्ने माथि आएर दिन मिल्ने बनाउनु। त्यो मैले बुझेँ के मान्छे तल हो नि त उहाँ। यो हलाको यो सबै मान्छेले हला बनाउँछन्। एउटै नापको हलो कसैले नि बनाउँदैन के। उहाँ हो के अरे यहाँ सबै मान्छेका हरिस लिएर आम यस्तो हरिस। तर मेरो ठुलो गोरु छ नि त्यो हरिसै यहाँ छिर्दैन। अनि के अरू 4-5जनाले नि त्यहाँ त ढिलामणि किसिनाले हलो फिटारेको ढिलामणि किसिनाले जानेन। तर मोहनजी लो यहाँ स्याङ्जामा आउनुहोस्। तपाईँलाई जान 2000 आउन 2000 4000 दिन्छु। 4000 दिन्छु। ढिलामणि किसिना बोलेको 4000 दिन्छु। तर अरूको हला ल्याएपछि यहाँ तल पार्टी हाल्नुपर्छ। यहाँ हेरी के अरे यहाँ तल हेरी यस्तो तल पार्टी हालिसकेपछि यहाँबाट पार्टी जाँदैन। पार्टी नगएपछि जसरी भयो नि गएपछि काम गर्न पर्यो। काम गर्न गएपछि यता तलबाट हालेर नि काम त गरेर आउनु पर्यो। तल त काम त गरेर आउनु परेन। आउनु त पर्यो। हलो त भाँचिन्छ नि। हलो भाँचिन्छ त। हलो भाँचिएपछि के काम छोडेर आउनु पर्यो, के काम गरेर आउनु पर्यो। त्यसै भनेर मात्रै हुन्छ। भनेपछि उहाँले सिकाएको तरिका त सही हो नि। उहाँले सिकाएको तरिका सही हो। यो हलो पनि कल्कन हुन्न भन्ने त्यो मलाई पनि थाहा छ। हलो कल्कन हुन्न टाइट हुन्छ त्यो त मैले त नमुना मात्रै देखाएको हो नि होइन। तर उहाँले भनेको तललाई हालेर हुन्न भन्नुभयो। अब यो हलो ढिलामणि किसिना गोरलाई फिट हुन्न। मैले तल पार्टी हाल्न पर्यो। फेरि यस्ता सेफ्टी हाल्दाखेरि यहाँ काँडालाई हाल्छौ त नि। अस्ति त पछाडिबाट नि हाल्नु भएको थियो र नि। पछाडिबाट हालेको। पछाडिबाट त हलो धेरै हाइट भयो।
यसलाई डाउन गर्दाखेरि मैले यता तलबाट पार्टी हालिदिएपछि यहाँबाट तल पार्टी हालिदिएपछि हलो डाउन गरेँ क्या। एक आइडिया त खतरा भनेपछि त यो आइडिया उसलाई थाहा छैन पछाडिबाट थाहा छ छैन। ढिलमणि कृष्ण गोरुलाई लगेर जोत्छन् नि, जोतिसकेपछि यो पार्टी निकालेर यहाँ माथि यहाँ तल सेफ्टी हालेपछि हलो डाउन गर्न पर्यो। हलो डाउन गरिसकेपछि यो यहाँलाई हाल्न पर्यो होइन। अब अरूका गोरुलाई बनाएको हलो ढिलमणि कृष्णको हलो गोरुलाई जोत्दैन, नजोतेपछि त पार्टी तलबाट हालेर टाइट गर्न परेन पर्यो त्यो पर्यो कुरो बुझेँ। अब मोहनजीले कुँवर होइन कि अरे मोहनजीको नाम के अरे पुरा खोइ मोहन भन्छन् भाइ, खोइ के हो थाहा। मोहन ठकुरी मनबहादुर ठकुरीजीले होइन हजुरलाई सम्मान सहित उहाँ पनि कृषक गोरु पाल्ने हल गोरु हजुर पनि हो अरे हल गोरु पाल्ने उहाँका हातमा सिप रहेछ। अब हजुरलाई हलो पठाउने कुरो रहेछ। अब हलो आइसकेपछि उहाँले मजाको जुवा बनाएर हजुरले भने जस्तो कुरेतमा उहाँको हिसाबमा तपाईँको हिसाबमा होइन उहाँको हिसाबमा तपाईँलाई एउटा जुवा पठाइदिँदै हुनुहुन्छ। के भन्न चाहनुहुन्छ? उहाँको हिसाबले त मेरा यहाँ पञ्चमुला 5 कुरेत हुन्छ। तपाईँको गोरु उहाँले हेरिसक्नु भयो के? तपाईँको गोरुको हिसाबमा पठाइदिनुहुन्छ भनेको? गोरुको हिसाब पठाएर भयो बारियाका ला फोटा हेर्न परेन, फेरि मिलाएर पठाउनुहुन्छ। मिलाएर पठायो उहाँलाई ओके स्वागत छ। र मोहनजीलाई मैले के भन्छु, उहाँले हजुरका गोरुलाई फिटुनी गरी हजुरको खेतबारीमा मिल्ने गरी फर्काउन क्यार्न सबै गर्न मिल्ने गरी तरिकाको एउटा जुवा पठाइदिनुहुन्छ। उहाँलाई म धन्यवाद दिन्छु। पठाउनु नपठाउने उहाँको कुरो, म त भिखारी पनि होइन ढिलमणि कृष्ण, त्यो अर्काको दुनियाँका बटम यसरी भन्नुभएको होइन क्या। उहाँले सम्मान सहित हजुरलाई एउटा आफ्नो हात सिप भएको हुँदा उहाँका घर काठै काठ सबै कुरो छ। उहाँलाई मैले सम्मान गरेँ, तर मैले के भने यो हलो अर्काको हो, अरू यो हलो अर्काको हो। यो हलो ढिलमणि कृष्ण गोरुले जोत्दैन, तर हलो गर्दैन। नगरेपछि यहाँ तलबाट पार्टी हाल्छु, यहाँ यो हेरी यता सेफ्टी हाल्छु, सेफ्टी हाल्दाखेरि यहाँ माथि यो पार्टी जाँदैन होइन। यहाँ चाहिँ त्यो कुरामा के नहुने कुरामा ढिला कृष्णले त्यो घमण्ड गरेको त होइन, घमण्ड गरेकै होइन। त्यसपछि यहाँ गाउँभरिको हलो ल्याएर म के अरे 4-5 वटा हलो ल्याउँछु, त्यो हलोले जोतेन, नजोतेपछि मैले ल अब ठिक छ तल तपाईँको कुरो बुझियो, तल सेफ्टी हाल्छु, सेफ्टी हालेपछि यो पार्टी जाँदैन। सुन्नुहोस् तपाईँको कुरो बुझियो, सही या गलत अब हजुरले पनि मलाई सही सिकाए जस्तो लाग्यो, उहाँले पनि राम्रै सिकाए जस्तो लाग्यो। अब यो सबै कुरो दर्शकलाई छोडिदिउँ, कमेन्टमा छोडिदिउँ। जसका कमेन्टमा राम्रो आउँछ त्यही मान्छे सही। ल हेर यो होल सबै हलो बनाउने मिस्त्रीको यो हरिस एउटै साइजको हरिस लाउने कसैले नि बनाउँदैन। ल हेरौँला त, ल कसैले नि बनाउँदैन। ल ल